हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनलाइन एजुकेसन आरडीमा र अहिले म 10 क्लासको स्टुडेन्टहरुको लागि म्याथ सब्जेक्टको भिडियोहरु बनाइराखेको छु र एकदम राम्ररी बुझाएर अझै च्याप्टर वाइज भिडियोहरु बनाउने छु। सो यो भिडियो 10 क्लासको स्टुडेन्टहरुको लागि एकदम हेल्पफुल हुनेछ भनेर मैले सोचिरहेको छु। सो लेट्स गो हामी भिडियोतिर लागौँ है। आज फेरि त्यही जियोमेट्री है 10 क्लासकै। आज सुरुमा मैले बेसिक थोरै बुझाउँछु अनि त्यसपछि बल्ल हिसाबतिर जाने है। ल ओके नि ल र स्क्वायरको लागि के हुन्छ l * b भयो। x मल्टिप्लाई x हो कि नि खासमा हो कि नै। यो l भनेको x हो, b भनेको नि x हो, त्यही भएर x स्क्वायर आयो। त्यसपछि स्क्वायरको एरिया निकाल्नलाई x स्क्वायर भयो नि। अब रेक्टेंगलको लागि के हुन्छ l * b हुन्छ। l * b भयो हो कि नै। ल अब प्यारालेलोग्राम हो कि नै। अब यहाँनिर हल्का बुझ्नु पर्यो है। अब प्यारालेलोग्रामको लागि के हुन्छ एच आउनु पर्यो के बीचबाट के एउटा परपेन्डिकुलर लाइन तान्नु पर्यो है। त्यो भनेको एच हुन्छ अनि ठ्याक्कै b * एच आयो। ल यो फर्मुला है खासमा यो बुझिराख्ने पछि ठ्याक्कै काम लाग्छ हिसाब गर्दाखेरि। अब यो भनेको ट्र्यापेजोइड हैन। ल यसको लागि के हुन्छ 1/2 मल्टिप्लाई एच a + b हुन्छ के। यो फिगर हेरिराख है ठ्याक्कै काम लाग्छ हिसाब गर्दाखेरि हो कि नै। ल यतातिर अब रम्बस हैन। यसको लागि के गर्ने 1/2 d1 मल्टिप्लाई d2 हो कि नै। अब यो भनेको डायगोनल हो के खासमा। यो d1 भइहाल्यो यो d2 भइहाल्यो। अब यो काइटको लागि 1/2 d1 मल्टिप्लाई d2 सेम यस्तै हो के। हल्का यो के भन्छ रे यो d1 वाला डायगोनल ठुलो हुन्छ यो सानो हुन्छ त्यति मात्र फरक हो। ल ठ्याक्कै अब यतातिर देखाउ त। यो फर्मुला जस्तो भयो। अब ठ्याक्कै अब हिसाबतिर जाने है। अब यो डी नम्बरको हेर्ने। यो डी नम्बर हेर त ठ्याक्कै यो जस्तो देखेछ कि नै। यो जस्तो देखेछ कि नि ठ्याक्कै। यसको लागि के फर्मुला 1/2 h * a + b हो कि नै। हो a भनेको माथिको b भनेको बेस तल हो कि नै। ठ्याक्कै यही गरेको यहाँनिर देखाउ तल यतातिर। ल अब ठ्याक्कै यो भनेको के हो अब गिभन है। सुरुमा त्यो h भइहाल्यो कि नै यो बिचको 5 सेन्टिमिटर, a भनेको 6 सेन्टिमिटर, b भनेको 9 सेन्टिमिटर। एरिया = व्हाट। यसको लागि युजिङ फर्मुला भर्खर हेरेको अघि हो कि नै हामीले। यहाँनिर त्यत्रो एक्सप्लेन गरेको हैन हो कि नै। हो 1/2 मल्टिप्लाई h a + b हो ठ्याक्कै पुट गर्दिने यसको भ्यालु सबै पुट गर्दिने यतातिर हो कि नै। ठ्याक्कै पुट गर्दिएको एन्सर आयो 37.5 सेन्टिमिटर स्क्वायर हो कि नै। आयो कि नै। हो अब अर्को के कति नम्बरको यो ई नम्बरको है। अब ई नम्बर नि इजी हो के त्यस्तै। अब हेर यो p s r q के छ खासमा प्यारालेलोग्राम हो कि नै। यो हो नि स्योर। अब हेर त प्यारालेलोग्रामको लागि के छ फर्मुला यहाँ हेर्ने है। प्यारालेलोग्रामको लागि के थियो b * h हो कि नै। यो बिचको हाइट हो h यो माथिको b भइहाल्यो हो कि नै। त्यही गरेको यहाँनिर हेर h भनेको 7 सेन्टिमिटर 7 इन्चमा छ है खासमा 7 हो कि नै। b भनेको 6 भयो कि नै। र एरिया भनेको व्हाट युजिङ फर्मुला एरिया भनेको के हो b * h 6 × 7 42 इन्च स्क्वायर आयो हो कि नै। एकदम इजी हो के योहरु खासमा। अब यसको यो नि इजी नै हो खासमा हल्का ट्रिकी भन्नाले नि हल्का सोच्नु पर्यो थोरै हो कि नै। एफ नम्बरको हेरौँ है। एफ नम्बरको f g h e छ हो कि नै। के हो खासमा यो प्यारालेलोग्राम हो कि नै। हो नि। ल यसको लागि एउटा अझै यसको रुल रहेछ त्यो म अहिले भन्छु है। पहिला सुरुमा हेरौँ है गिभन के छ। यो a भनेको 5 cm भयो। यो a भनेको यो साइड भयो के 5 cm, b भनेको यो 6 cm भयो नि। अब यसको एरिया = व्हाट भयो। ल अब खासमा मैले एउटा रुल छ यसको है सुनम यतातिर। यसको रुल मैले त्यता गराएको थिएँ थ्योरी यतातिर गर्नु। ल यो थ्योरम रहेछ है। सुरुमा के रहेछ यो थ्योरम खासमा हेरौँ। सेम बेसलाइन है ab भनेको बेसलाइन भयो कसको लागि यो ट्रायंगल ABE को लागि हो कि नै। यही बेसलाइन सेममा AB बेसलाइनमा फेरि एउटा प्यारालेलोग्राम बनेछ के ABCD हो कि नै। र यो माथिको यो AB सँग माथिको लाइन EC के छ प्यारलल छ हो कि नै। यस्तो कन्डिसन आयो भने यसको के छ रुल यो एरिया अफ प्यारालेलोग्राम ABCD
डी हो कि नै यसको हाफ भनेको के हुन्छ एरिया अफ ट्रायंगल एडी सँग इक्वल हुन्छ के बुझ्यौ त्यसो भए यो प्यारालेलोग्रामको एरिया हाफ सँग यो ट्रायंगलको एरिया इक्वल हुन्छ त्यही रुल हो के खासमा हो कि नै अब यही रुल यतातिर अप्लाई हुन्छ के यो हिसाबमा हेर अब यहाँनिर नि हेर के यो सेम बेस लाइनमा एउटा यो ट्रायंगल बनेछ एफजीई ट्रायंगल बनेछ र अर्को यही सेम बेस लाइनमा एफजी बेस के भन्छ बेसमा एउटा प्यारालेलोग्राम बनेछ के एफजीएचई बनेछ हो कि नै त्यही रुल लाग्यो कि नै र यो एफजी सँग ई र एच प्यारालेल छ कि नै हो ल हेर अब त्यसो भए मैले यो ट्रायंगलको एरिया निकालेसी यो प्यारालेलोग्रामको एरिया निस्किन्छ कि नै हो ठ्याक्कै त्यसले 2 ले मल्टिप्लाई गर्दैसी यसको एरिया निस्किन्छ हो कि नै त्यही गरेको यहाँनिर सुरुमा त्यसो भए यसको एरिया मैले निकाल्नु पर्यो के यो ट्रायंगलको एफजीई को एरिया निकाल्नु पर्यो अब गिभन त मैले अघि नै भनिसकेँ ल युजिङ फर्मुला अब यसको लागि एफजीई ट्रायंगलको लागि हो भने खास आइसोलेसन ट्रायंगल हो कि नै हो त्यो ट्रायंगलको फर्मुला के हुन्छ एरियाको एरिया अफ ट्रायंगल ईएफजी को लागि के हुन्छ A1 दिए है मैले A1 ले डिनोट गरेको यो सानो यो ट्रायंगलको एरियाले A1 ले मैले डिनोट गरेछु यसको लागि के हुन्छ यो फर्मुला है यसले याद गर्ने हो कि नै तिमीहरु b/4 रुट 4a² माइनस b² हो के यसको फर्मुला हो यो अब 6/4 भयो b भनेको 6 रहेछ a भने त्यसपछि 6/4 भयो फर्मुला त्यसपछि रुट 4 a को ठाउँमा कति छ 5 हो कि नै हो माइनस b को ठाउँमा 6 हो अब यसलाई क्याल्कुलेट गर्छि 12 आयो के त्यसपछि 12 सेन्टिमिटर स्क्वायर आयो यो ट्रायंगल एफईजी को लागि हो कि नै अब यो ट्रायंगल आइसक्यो भर्खर मैले भनेको थिएँ यो ट्रायंगलको एरिया सँग मल्टिप्लाई 2 ले गर्दियो भने यो टोटल यो होलको आउँछ के होल प्यारालेलोग्रामको एरिया आउँछ त्यही गर्ने अब हेयर अब ए मल्टिप्लाई एरिया भनेको यो होल यो ए भनेको यो होलको हो के यो प्यारालेलोग्रामको एरिया हो के ए इक्वल टु कति भयो 2 मल्टिप्लाई a1 भनेको यो ट्रायंगलको एरिया के यो ट्रायंगलको कति छ 12 छ 2 मल्टिप्लाई 12 त्यसो भए 24 cm² आन्सर आयो हो कि नै बुझ्यौ ल ल अब हेरौँ यहाँ कति नम्बरको 2 को ए नम्बर है ल मैले फिगर यहाँ बनाइदिन्छु हो कि नै ल अब गिवन के त दिएछ हामीले सुनौँ है इन द गिवन फिगरमा wxyz इज अ स्क्वायर ल यो भनेको wxyz भनेको एउटा स्क्वायर हो कि नै स्क्वायर हो त्यसपछि इफ wy यति ल wy भनेको यसको दिएछ यति सेन्टिमिटर 2 रुट 2 सेन्टिमिटर रहेछ यो दिएछ देन फाइन्ड द एरिया अफ द प्यारालेलोग्राम pxyw यसको के निकाल्नु पर्यो एरिया निकाल्नु पर्यो ल यसको इजी रहेछ है यसको फर्मुला रहेछ त्यही मात्र ल अब डायगोनल सुरुमा लिने d = 2 रुट 2 भयो ल एरिया अफ द प्यारालेलोग्राम pxyw को एरिया इक्वल टु वाट दिन्छ है अब युजिङ फर्मुला यसको नि फर्मुला रहेछ a = 1/2 d² हो के फर्मुला यो याद गर्ने हो कि नै 1/2 मल्टिप्लाई d को ठाउँमा 2 रुट 2 भयो कि नै त्यसको स्क्वायर त्यसपछि ठ्याक्कै अब 1/2 आयो अब हेर त रुट गरेपछि यो 2 बाहिर थियो कि नै 2 त्यही भएर स्क्वायर गरेपछि 4 भयो तर यो रुट 2 थियो रुट हटेपछि बल्ल 2 मात्र भयो यो 2 कटेन ठ्याक्कै पर्यो 4 सेन्टिमिटर स्क्वायर आयो हो कि नै ल अब सी नम्बरको है यो बी नम्बर मैले स्किप गरिदिएँ एकदम इजी रहेछ यो भन्नै परेन त्यो पनि बुझ्छ होला यहाँ नि एउटा फर्मुला रहेछ यो फर्मुला युज गर्ने ठ्याक्कै भन्छ कि हो कि नै म स्किप गरिदिन्छु बुझ्छौ तिमीहरू हो कि नै यो सी को हल्का गाह्रो रहेछ म सी को गरिदिन्छु अरू ल सी को हेरौँ है सी को सुरुमा गिभन हेरौँ के दिएछ अब हेर त यहाँनिर के दिएछ अब यहाँनिर द गिभन फिगर PQST इज अ प्यारालेलोग्राम ल यो PQST एउटा प्यारालेलोग्राम छ उले भनेछ है इफ एसए यो एसए टिपी मा परपेन्डिकुलर लाइन तानेछ हो कि नै र यसको एसए को भ्यालु 8 सेन्टिमिटर दिएछ एन्ड एरिया अफ द यो ट्रायंगल PQR को 64 सेन्टिमिटर स्क्वायर छ देन फाइन्ड द लेन्थ अफ टिपी यो टिपी को निकाल्नलाई भनिन्छ लेन्थ बुझ्यौ ल हेर मैले कसरी गर्ने यो नि हल्का ट्रिकी रहेछ तर राम्ररी सुनेसी बुझ्छौ होला ल एरिया अफ द गिभन हेरौँ है एरिया अफ द ट्रायंगल PQR को A1 मैले डिनोट गरेछु 64 सेन्टिमिटर स्क्वायर रहेछ है अब एसए भनेको यो लाइन के यो लाइन हो कि नै एस भनेको यो लाइन भयो कति छ 8 सेन्टिमिटर अब यो टिपी भनेको यो लाइन छ टिपी भनेको वाट भन्छ है भयो नि अब वी नो दैट के अघिकै रुल के हेर यहाँ नजिक देखाउँदा राम्ररी यो पी र क्यू हेर त सेम बेस लाइन छ कि नै सेम बेस लाइनमा यो PQ बेस लाइनमा PQST र अर्को PQR सेम बेस लाइनमा एउटा ट्रायंगल नि बनेछ हो कि नै त्यसपछि यसको लागि नि यहाँ देखाउँ सेम रुल के यसको लागि नि यो एरिया अफ प्यारालेलोग्राम TPQS इक्वल टु डबल हुन्छ कि नै एरिया अफ ट्रायंगल PQR सँग हुन्छ कि नै त्यही गरेको 2 मल्टिप्लाई यो यसको भ्यालु दिएछ माथि हेर देखाउ त माथि
हो कि यहाँ त्यसो कि नै हो त्यही भएर 2 मल्टिप्लाई 64 आयो त्यसपछि यसले मल्टिप्लाई चाहिँ 128 सेन्टिमिटर स्क्वायर आयो हो कि नै अब त्यसो भए यहाँनिर देखाऊ यतातिर देखाऊ त्यसो भए यसको भ्यालु टोटल आयो कि हाम्रो यो एरियाको भ्यालु 128 सेन्टिमिटर स्क्वायर आयो तर हामीलाई के सोधेछ यो टी र पी सोधेछ यसको लेन्थ सोधेछ अब हेरौँ यतातिर अब नाउ एरिया अफ प्यारालेलोग्राम टिपिक्युएस को एरियाको फर्मुला के हुन्छ अस्ति नै भन्ने थियो अस्ति भन्दै भर्खर अघि भन्ने थियो बी मल्टिप्लाई एच हुन्छ कि नै हो अब यतातिर देखाऊ त बी भनेको के हो यो बेस लाइन हो कि नै किनभने यसमा परपेन्डिकुलर लाइन तानेछ हो कि नै त्यही भएर टिपी भनेको बी भयो बी इक्वल टु टिपी लेखेको अब एच भनेको एस लाइन हो कि नै त्यही भएर एस आएको अब हेर अब एरियाको भर्खर निकाल्यो भने हामीले 128 हो कि नै त्यही भएर मैले 128 पुट गर्दै यहाँनिर त्यो पनि सेन्टिमिटर स्क्वायरमा अब टिपी मल्टिप्लाई सिएम हुन्छ कि नै किनभने यो दिएछ के एस भनेको यहाँ हेर देखाउ त 8 सिएम छ कि नै छ नि ल अब त्यही पुट गर्दैको अब हेर यहाँनिर मल्टिप्लाई छ यतातिर गएपछि डिभाइड हुन्छ कि नै त्यही भएर मैले यता अगाडि पछि लेख्दा केही फरक पर्दैन त्यति तिमीहरूलाई थाहा होला हो कि नै हो 128 सेन्टिमिटर स्क्वायर डिभाइड 8 सेन्टिमिटर भयो अब यो हेर त सिएम यहाँ दुईटा छ एउटा सिएम काटेपछि सिएम मात्र बच्यो अब ठ्याक्कै 128 ले 8 ले डिभाइड गरेपछि 16 आउँछ त्यसो भए टिपी को भ्यालु 16 आयो 16 सेन्टिमिटर त्यसो यो टिपी को भ्यालु 16 सेन्टिमिटर आयो यही सोध्यो हैन हो यही एन्सर हो ल